अनि आज फेरि काँगरभिट्टातिर पनि जानु पर्ने अवस्था आइसकेको छ। काँगरभिट्टा चाहिँ हामी फुटबल म्याच हुँदै रहेछ अनि दाइहरूको आज फुटबल म्याच छ होइन म्यानेजमेन्टै अस्ति पनि त्यस्तै गरेँ धन्न अस्ति चाहिँ गाडी साडी पनि गर्दै होइन अहिले सिनियर दाइहरू छैनन् कोही पनि। अब यी हाम्रो झापामा चाहिँ रेफ्री चाहिँ फेरि ग्राउन्डभित्र हुन्छ नै बाहिर होइन नि फेरि गाइस। सो अलराइट गाइज वेलकम ब्याक टु माई च्यानल। आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै नै छु। नयाँ दिन नयाँ सुरुवात हुँदैछ। अहिले चाहिँ म 4 आइलतिर निस्किन आँटेको होइन। अब कन्टेन्टहरू खोज्नु पऱ्यो नि त गाइज होइन, भिडियो पनि बनाउनु पऱ्यो है। कन्टिन्यू नै भिडियो आइरहेको छ, सबैजनाले हेर्नु पनि हुँदैछ होला। त्यो अझै पनि हेरेर साथ सपोर्ट गरिदिनु पर्ने हुन्छ गाइज होइन। आज चाहिँ हामी फर्स्टमा चाहिँ कपाल काट्न जान्छौँ होइन। कपाल सपाल काटिदिउँ भनेको गाइज होइन। अनि 4 आइलतिर निस्किन आँटेको अनि आज फेरि काँगरभिट्टातिर पनि जानु पर्ने अवस्था आइसकेको छ। काँगरभिट्टा चाहिँ हामी फुटबल म्याच हुँदै रहेछ अनि दाइहरूको आज फुटबल म्याच छ। सपोर्ट गर्नको लागि चाहिँ हामी निस्किन आँटेको। बिस्तारै यहाँबाट चाहिँ निस्किन्छौँ। फर्स्टमा जान्छौँ 4 आइलतिर, कपाल सपाल काट्छौँ, के हुन्छ कसो हुन्छ हेर्नु होला है त गाइज। ल साथीहरू अहिले चाहिँ हामी कपाल काट्ने ठाउँमा आइसकेको छौँ। कपाल चाहिँ फेरि यो दाइहरूको ऐनै कस्तो दामी हुन्छ कि के हो, मलाई चाहिँ त्यसै लाग्छ। यहाँ आएपछि राम्रो लाग्छ फेरि कपाल हो। सबैलाई भन्नु नि 1-2 शब्द। 1-2 शब्द यो तेरोको म्यानेजमेन्ट चाहिँ भएन है। भएन भाइ, म नि यहाँ कपाल काट्न गएको मान्छे होइन। गाडी आइसक्यो भनेर सोधेको थियो रहेछ ग्रुपमा, सबिन दाइले गाडी आइसक्यो भनेर हतार आएको भएर त के थियो, कपाल काट्नै लाग्यो। नेता केटाहरू छ अझै दर्शक बिनहरू कस्तो जुत्तामा लाउनु अरे, कस्तो महँगो जुत्तामा लाएर सकिन्छ। अहिले चाहिँ गाडी पनि आएन, 2 बजी यहाँनिर आउनु भनेको थियो वाडा कार्यालय यो अगाडि होइन म्यानेजमेन्टै। अस्ति पनि त्यस्तै गरेँ धन्न अस्ति चाहिँ गाडी साडी पनि गर्दै होइन। अहिले सिनियर दाइहरू छैनन् कोही पनि, अब यी भाइहरू छन् उता साथीहरू छन् होइन, त्यही हो अब कोही छैन। हाम्रो यहाँनिर सँगै पढेको साथी ड्राइभर रहेछ। अब केटाहरूले प्रगति गरिसक्यो, हामी भनेको जाएको त्यही हो। ल भुपेश डन आइसकेको छ केटाहरू। विशाल दाजु 2 दिन लाग्यो त यार। तेलीबारी भर्खर यहाँनिर झिन्दैछ तेलीबारी हो त, ड्राइभरको विश्वास चाहिँ नगरौँ है गाई। 2 बजे आएर पर्खेको होइन हामीले। भुपेश डर लाग्छ है मलाई त्यो, अस्ति भर्खर सिटी हालिदिएर त पैसा तिर्ला छु फेरि। अब फेरि पैसा तिर्ने छैन अहिले। ठोकिन्छ अलिक बिस्तारै हालेर आरामले है मार्को लगाइदिनु। अब चाहिँ हामी त्यहाँको काँगरभिट्टातिर लाग्छौँ होइन। केटाहरूको म्याच अब 4 बजेदेखि स्टार्ट छ। अब हामी के गरौँ गाइज, अब हामी सिनेमेटिक हेर्दै काँगरभिट्टासम्म जाउँ अनि त्यस पछाडि अब केटाहरूको गेम सेम हेर्नुपर्छ है त। BMW-बाट चाहिँ केटाहरू भट्टाभट निस्किन थालिसक्यो। केटाहरू हान्नु पऱ्यो है केटा हो। ल BMW-बाट निस्किसक्यो गाइस। अहिले चाहिँ हामी ग्राउन्ड पनि आइसकेका छौँ होइन। सेकेन्ड हाफ हुँदै रहेछ। यो पछि चाहिँ हाम्रो साथीहरूको केटाहरू यहाँ लाइनले बसिरहेछ है। यस्तो छ नि केटाहरूको यहाँ लाइनले बसिरहन्। विशाल भाइ के छ आज अनि तोडफोड? ड्रेस चेन्जहरू हुँदैछ। यहाँ नाम देखाइ पनि मस्त चल्दैछ। मलाई मजाले थाहा छैन यार, असुखबास त्यही त थाहा छैन क्या। म्याच चाहिँ उता चलिरहेको छैन। वेदर चाहिँ दामी छ क्या यतिखेर, फुटबल म्याच हान्ने खालको चाहिँ छ होइन। काँगरभिट्टामा सँगै गाइज है, दामी छ वेदर चाहिँ। हाम्रो सबिन दाइले पनि लिएर आएको आज म्याच हेर्नलाई। यता स्टेज
टोलीहरूको चाहिँ म्याच स्टार्ट हुन आँटेको छ अनि अहिले चाहिँ हामी यता साइडमा बसेर चाहिँ म्याच हेर्दैछौँ। टोलीहरू पुरा फिल्डमा छिर्ने कार्यक्रम मजाले हुँदैछ होइन। त्यो छिरिङ दाइले चाहिँ हान्नुपर्ने हो क्या अलि। ओ ल्यामे दाइ दुई चाहिँ त्यहाँ भरे नयाँ जुत्ता लाएनछन् क्या उसको बुट चाहिँ दाइले अर्कैको भ्याइहालेछन्। मेरो छेउ नि अब घरमा छ त्यसले हामी भाइ एकचोटि हामी यहाँ पढाउँदा खेलाउँदाखेरि यस्तै गरेर वार्मअप चल्दैछ है केटाहरूको चाहिँ वार्मअप चाहिँ अब म्याच स्टार्ट हुन आँटेको छ। लाइनअपको लागि चाहिँ हाम्रो टोलीहरूलाई बोलाइरहेको छ है त। हान्नु पऱ्यो नि ल। हाम्रो कान्छा दाइलाई त पछाडि देख्छु त एकछिनमा हो एकछिनमा चिन्नु पऱ्यो है ल है। Stay up, it felt so right. We were so young, we were so dumb. We would get drunk and then hook up. We were okay, we were alright. Staying awake till the sunrise. We were in love, couldn't stop us. Like a good drug, never enough. We hook up in my car, driving so far. Play your guitar, you show me. ल गुड लक ल राम्रो खेल्नुपर्छ। फोटोसुट सेसनको कार्यक्रम सबै सकिसकेको छ होइन। अब भनेको चाहिँ म्याच स्टार्ट हुन मात्र लागेको छ। सबैजना घर सल्लाह गर्दैछन् गाइस यतातिर। यो चाहिँ हाम्रो काँकरभिटाको खेल मैदान। मैले खिचेको छैन सुँगुरे भाइले त म भोलि फेरि मलाई के भनेको छ मिल्दैन अरे दर दिइरहेछ कति म्याच चाहिँ स्टार्ट भइसकेको छ। पुरा हाम्रो टिमले नै पेलिरहेछ है अहिलेसम्म नि। दर्शक देख्न सक्नुहुन्छ गाइस परैसम्म छ नि दर्शकहरू चाहिँ। अगाडि अलिक हान्ने चाहिँ भएन क्या। त्यही त नाइस China दाइ हेर्न ओए नाइस अफ साइड। ल्याम्बे दाइको चाहिँ कुदाइ दामी मजेर हान्दै ल्याम्बे दाइ ओए यार चान्स थियो है त्यहाँ हल्का भेटेको भए चाहिँ चान्स थियो यार गाइज। सुँगुरे भाइ अलिक मिलाएर आयुष भाइ मिलाएर अलिक मिलाएर हानेको भए चाहिँ हुन्थ्यो यो भाइले। त्यही फर्स्ट बलै उयो भयो नि त आयुष भाइ कुल भएर। थाहा दाइको फेरि ल्याम्बे दाइ यु डु इट ए फल भएछ। ल्याम्बे दाइले धर्काएर चाहिँ मारिहाल्छन् जहिले मारिहाल्छन् है। भाइ टल हुँदैछ म्याच चाहिँ होइन घुमाएर हान्छ दाइले प्रेममै हान्छ ऊ। भएन हाम्रो झापामा चाहिँ रेफ्री चाहिँ फेरि ग्राउन्डभित्र हुन्छ नै बाहिर होइन नि फेरि गाइस ग्राउन्डभित्र लाइन बाहिर हिँड्ने होइन क्या ग्राउन्ड बाहिर हिँड्ने होइन भित्रभित्रै हो क्या। ओए ल्याम्बे दाइ नो ड्रिब्लिङ ज्यादा गलिन्छ क्या दाइ गलिन्छ क्या ल्याम्बे दाइ गलिन्छ
इजी ओ यो दाइले चाहिँ हान्छ है ओ नाइस यार नाइस स्विच ऱ्याबिट ल साथीहरू सेकेन्ड हाफ पनि भइसकेको छ सेकेन्ड हाफको प्लेयर एक्सचेन्ज हुन आँटेको छ है त ल अहिलेसम्मको चाहिँ हाम्रो इक्वालै छ होइन कसैले पनि गोल हान्न सफल भएको छैनन् अब हेरौँ यो पछाडि चाहिँ सेकेन्ड हाफमा के हुन्छ कसो हुन्छ है त यहाँनिर चाहिँ के भयो त गन्थन मन्थन हुँदैछ प्लेयर एक्सचेन्ज हुँदैछ अनमोल साथी छिरिसकेका छन् टोक्छु भन्नु न कान्छा दाइ ल छिटो 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 छिर्नुपर्ने हुन्छ ल है लगाइन्छ ल अब म्याच चाहिँ स्टार्ट हुन आँटेको छ सेकेन्ड हाफ है खाने दाइले पछाडि गम्मै हाल्यो क्या अब त्यो लास्ट मिनटमा आएर चाहिँ गोल खाइसकेको छ अब त धेरै टाइम पनि छैन पछाडि आएर बसिरहेको छौँ है यस्तो छ यहाँनिरको ग्राउन्ड चाहिँ ड्याबी हान्दैछ केटाहरू मान्छे नआइकन छिर्दिँदैछ हो ल है हाम्रो थाइन्डे दाइ चाहिँ आउट भइसकेका छन् अब ल साथीहरू 3 मिनट मात्र टाइम छ अब हाम्रो चाहिँ घरतिर जाँदा हुन्छ अब त्यही हो लास्ट 3 मिनट टाइम है त छ टाइम त यार 3 मिनट त ओए लभली यार ल गेम पनि यस्तो छ है गाइस यहाँनिरको सिन भनेको चाहिँ ल म्याच पनि सक्यो कङ्ग्रेचुलेसन हाम्रो केटाहरूलाई होइन जे भए पनि दादाहरूलाई छैन म त उठिन्छ सबैजना आज गेम हारेर यस्तो म्यानेजमेन्ट सहित यस्तो खतरा बस लिएर आएको गाडी होइन साथीले कुदायो भने चाहिँ म चढ्दिनँ नि फेरि कसम मानेर के छ राहुल साथी कतिखेर आएको तिमी ल ल साथी ल ल ल साथी ल ओके गाइस अब चाहिँ हामी काकारभिटाबाट चाहिँ निस्किसकेका छौँ होइन अब साथीहरूको म्याच त यस्तै नै भइहाल्यो अब जहिलेको यस्तै हो हाम्रो पनि भोलि यस्तै हो हामी म्याच स्याच हेरेर काकारभिटादेखि डाइरेक्ट चारालीमा आइसकेका छौँ होइन चारालीको यो स्टलमा छौँ हामी चाहिँ यता भाइहरू दाइहरू छन् होइन यस्तो छ चारालीको चोक ल साथीहरू अब एकछिन यहाँनिर बस्छौँ होइन अनि त्यस पछाडि चाहिँ हामी घरतिर लाग्नेछौँ है